Happy New Year 2082 and we'll sign to our mini vlogs. Wait, bite it. Last moment by the plan change, guys. Live the life, enjoy the moment! जानु पर्यो अनि यस्तो नभइकन त रमाइलै भएन नि न त नर्मल बाटो हिँड्यो मलाई त उता भन्दा नि यहाँ आएर खुसी लागिरहेछ क्या कसम यो बाटो आएर चाहिँ ओर्थितमा एकदम रमाइलो भयो है कतिवटा भर्याङले जम्मा 1000 ब्याग त निस्किनु जाने मन लाग्दैन हो कस्तो भइरहेछ हजुरलाई यहाँको अनुभव हो गइसक्यो छैन होला हामी आजबाट आइपुग्यौँ 148 वटा भरि चढ्यौँ यो 7 हो यो हो 7 नुवाकोटको भ्यू उ त्यो धादिङको सिमाना हो हजुर ल यहाँ लगभग 1 लाख मान्छेहरू दर्जनहरू धेरै छन् दर्शन गर्नलाई अन्त तिमीलाई घुम्न आएको हो ल तिमीलाई मेरो युट्युब च्यानलमा ठिक छ है वेलकम हुन्छ तिम्रो अनुहार पनि है कुङसाङ भ्लगमा हेर कुङसाङ भ्लगलाई कुङसाङ भ्लगलाई सब्सक्राइब गरिदिनु होला ल नमस्कार हजुरहरूलाई वेलकम छ यो कुङसाङ घले च्यानलमा आज हामी यहाँ कुङसाङ घलेसँग कुरा गर्न जाँदैछौँ कुङसाङ घलेजी आज तपाईँ के को उपलक्ष्यमा यहाँ आउनुभएको हो फर्स्ट अफ अल धन्यवाद गिभिङ अपर्च्युनिटी मलाई केही शब्द राखिदिनुमा होइन तपाईँ यो दृश्य देख्नु भएको छ नि पहिला 9 ग्रह लाउने बेलामा यहाँ नाग देउताबाट आएको बेलामा चाहिँ यो दरबार बनाएको थियो कसो देख्नुहुन्छ यहाँको हिस्टोरीको बारेमा केही भनिदिनुस् न कुङसाङजी जुत्ता फुवाले जानुपर्ने रहेछ हामी सब जुत्ता फुवाल्दैछु अहिले जुत्ता चाहिँ नहराएको एउटा हो जुत्ता मेरो सेपमा राखेको हरायो भने उत्पाद हुन्छ पाउँदैन यतिको भिड छ यहाँ
सानो भाइहरू पनि यहाँ झगडा गर्दैछन् र यहाँ जसले जुत्ता लाउँछ त्यसले चाहिँ ओ यहाँबाट राम्रो देखिने रहेछ परो केटा हो दुर्गेश दाको गीत यहाँ पनि क्रेज छ भने अब के भन्ने हो त होइन सरकार क्रेज छ भने यहाँनिर दुर्गेश थापाको क्रेज जताततै अरू बजोस् नबजोस् दुर्गेश थापा बज्छ क्या पहिल्यैदेखि गाह्रो छ घर सहर जताततै क्या मिल्छ दाइ कामै गराएन है कस्तो फाड्लो के फाइनल आइपुग्यो झन्डा पार जस्तो भइरहेछ चिसोले हानेर आइपुग्यो उसले सुरु के गरेको थियो हामी जामा चोक जाँदै हो गाई जुवाएर गएको थियो आइपुग्नु चाहिँ कहाँ आइपुग्यो दार्जिलिङको सिक्किम सिक्किम ये सरासर झूठ है फाइनली हामी आइपुग्यो 4-5 खना आएपछि दूरको यात्रा थियो सिलगढीदेखि आउनु गाह्रो थियो सिक्किम गयो चाहिँ मेरो अधिकारी किसी ने सच कहा है कि तकदीर बनाने वाले तूने कमी तो ना की, अब किसको क्या मिला वो मुकद्दर की बातें हैं।